तपाईहरु सबैलाई मेरो YouTube च्यानलमा फेरि पनि वेलकम छ। क्यामेरा त यो चाहिँ हामी कम्युनिटी जानको लागि रेडी गरेको सामानहरु। This is Miss Susmita Adhikari अनि तपाईहरु सबैलाई मेरो YouTube च्यानलमा फेरि पनि वेलकम छ र आज चाहिँ म हाम्रो कम्युनिटीमा हाम्रो रेजिडेन्शियल पोस्टिङ हुनेवाला छ त्यसको लागि चाहिँ म प्याकिङ गर्दै छु। सी यू। फाइनली मेरो सबै सामान रेडी भइसक्यो। अब चाहिँ म निस्किन्छु। कस्तो राम्रो भ्यू। हामी चाहिँ रेजिडेन्शियल पोस्टिङ आएको अनि हामीले एउटा घर खोजेर गएको थियौँ। अब त्यो घर कुन चाहिँ हो भनेर हामी खोजेछौँ साथीहरू गरे भिडियोमा हेर्दै कुन चाहिँ घरसँग मिल्छ भनेर हेर्दैछ। अब हाम्रो सिचुएसन यस्तो छ अहिले। टिकटकमा हालिदिन्छु। फाइनली घरमा आइसक्यौँ र यो हाम्रो सामान रहेको छ। एन्ड दिज आर माई ब्युटिफुल फ्रेन्ड्स। रुमहरू सबै मिलाएर बेडहरू सबै मिलाएर यसो झर्ना हेर्न जाऊँ भनेर जाँदैछौँ। अब झर्ना भेटिन्छ भेटिन्न थाहा छैन तर हामी जाँदैछौँ। अब हेरौँ पुगिन्छ कि पुगिँदैन झर्नामा। हामी चाहिँ अब खाजा खाना भनेर आएको छौँ। सेन्टीले चाहिँ मलाई के देखाउन खोजिरहेछ। घर एट टोखा हाम्रो रेजिडेन्शियल पोस्टिङको। सबैजना यति खुसी छन् यति खुसी छन् यति खुसी छन् यति राम्रो इन्भाइरोमेन्ट पाएर। आज चाहिँ हामी फर्स्ट डे अफ हस्पिटल पोस्टिङको लागि निस्किसकेका छौँ। दिस इज मी सुस्मिता एन्ड दिस इज आवर उर्मिला एन्ड दिस इज सञ्जना। कस्तो लागिरहेछ साथीहरू? के लागिरहेछ? हस्पिटल अगाडि आइसक्यौँ। हामीलाई चाहिँ अब हामी बसेको घरबाट हस्पिटल आइपुग्नलाई कति लाग्यो? 15 मिनट। एक्ज्याक्टली 15 मिनट्स लाग्यो। 20 मिनट पनि पुगेको छैन। अनि यहाँ अगाडि चाहिँ चण्डेश्वरी स्कुल भनेर छ अनि त्यसको अपोजिटमा चाहिँ हामीले ड्युटी गर्ने हस्पिटल टोखा चण्डेश्वरी हस्पिटल भनेर छ। अब चाहिँ हामी जान्छौँ। आज हाम्रो फर्स्ट डे अफ ड्युटी हो। हेरौँ कस्तो हुन्छ। बाई बाई। यो चाहिँ हस्पिटल भयो अनि यता चाहिँ हस्पिटलको क्यान्टिन छ। यस्तो आनन्दको इन्भाइरोमेन्ट छ। दिस इज आवर सञ्जना। अनि उता चाहिँ पानी बगिरहन्छ किनभने पानीको ट्याङ्की रहेछ। मेरो स्क्रिनिङमा ड्युटी थियो अनि आज चाहिँ 4 दिन पछाडि ओपिडी खुलेको नि त। अनि त्यो पछाडि 260 समथिङ पेसेन्ट आउनुभयो होइन। अनि 260 समथिङ पेसेन्टको 2 जनाले मात्रै बिपी लिगेको। बिपी लिग्दाखेरि त्यो स्थितले गर्दा कान दुख्या छ तन्किँदै लिनु परेको भएर औँला दुख्या छ। अनि आज यति हेक्टिक थियो अनि अहिले चाहिँ अब 1:30-2 बजे अब चाहिँ पेसेन्ट आउन अलिक कम हुँदो रहेछ। यति भएपछि चाहिँ त्यही भएर अहिले चाहिँ अलिकति फ्री भएको छु। सम्झना आजको दिन कस्तो रह्यो? भाग डुल्यो यस्तो बोल्नु मिलेन।
कतिजनाको बिपी लिग्यो 250 त्यो गर्दा गर्दा लास्ट भोक लाग्यो अनि म कहाँबाट आएको पीडित आदि ज्वरो आयो मलाई ज्वरो हेल्थी डाइट मकै हरियो मकै corn CRN इन इङ्ग्लिस इट्स कर्न इन नेपाली इट्स मकै हरियो मकै मकै इन मकै के भन्छ हिन्दीमा अनि खै अर्कै भन्छ के भन्छ खासै मिठो छैन मलाई मिठो राख खान बेसी मिठो भयो मलाई टेस्टै छैन मेरो चाहिँ भोलि इभिनिङ ड्युटी हुनेवाला थियो अनि उहाँजीको चाहिँ भोलि के हुनेवाला थियो डे अफ हुनेवाला थियो तर अचानक हाम्रो ड्युटी सेड्युल चेन्ज भयो त्यो पछाडि भोलि हामी हुँदैछौँ हस्पिटल इन्चार्ज त्यही भएर हामीलाई जानु छ 7 बजे अनि हामीलाई बनाउनु छ यति धेरै असाइनमेन्ट जुनको लागि हामी कति पनि प्रिपेयर थिएनौँ तर रात बसेर बनाउनुलाई हामी 11 बज्न लागिसक्यो आधा काम पनि सकेको छैन अब हेरौँ भोलि के हुन्छ बाई आज हाम्रो डे 2 अफ हस्पिटल पोस्टिङ एन्ड डे 3 अफ रेजिडेन्सी एन्ड फर्स्ट डे अफ इन्चार्जसिप फर्स्ट एन्ड लास्ट डे अफ इन्चार्जसिप सडन भएको वाला Finally, we have arrived to hospital. This is our beautiful Dokha Chandeswari Hospital. And these are our beautiful friends. अहिले झन्डाको नजिक झन्डा अलिक घुमेको छ त्यही भएर उहाँ घुमाउन खोज्दै हुनुहुन्छ झन्डा घुमाउने चक्करमा आफै घुम्नु बेर छैन पातलो भएर अहिले कस्तो राम्रो देखिएको छ हेर्न सक्नुहुन्छ हजुरले झन्डा मिलाउने काम पनि सकिसक्यो अब चाहिँ हाम्रो ओरिजिनल काम चाहिँ हो त्यो गर्न जाँदैछौँ हामी चाहिँ टप फ्लोरमा छौँ यहाँ चाहिँ प्रशासन छ हामी चाहिँ यहाँ चाहिँ सञ्जना साई छिन् अनि हामी चाहिँ यहाँ अलिअलि डाटाहरू लिनको लागि आछौँ यहाँबाट चाहिँ कस्तो राम्रो भ्यू देखिन्छ यहाँ नेपालको झन्डा त्यहाँनिर चाहिँ स्कुल देखिन्छ फाइनली इन्चार्जलाई जति टास्क असाइन गरेको थियो त्यति चाहिँ कम्प्लिट गरिसक्यौँ निन्द्रा लागिरहेछ के गर्ने गाइज यस्तो मेन यति इन्चार्ज सायद कोही पनि थिएनन् होला र कोही पनि हुनेवाला छैनन् निन्द्रामा गाइज म त आँखा पनि हेर्न सक्दिनँ घाममा फेरि के गर्ने गाह्रो छ मुख पनि देखिसकिन अब कन्फरेन्स गर्ने अनि घर जाने यो पिस कहाँ छ मेरो मुख Finally, day 2 of hospital posting ends here. इन्चार्जसिप सकिएको छ फाइनली Internship सक्सेसफुल्ली सकिएको छ धेरै काम गरेँ रातभरि जागी लेखेको रङ लिएर आयो त्यसले रङ उमङ कस्तो बाई